वेलकम टु अल। आज चाहिँ हामी हाम्रो एएफआर एडभान्स फाइनेन्सियल रिपोर्टिङको चाहिँ केही की कन्सेप्ट अथवा की एडजस्टमेन्टहरू जुन अब कन्सल्टेसनको क्वेसनको सोल्युसन गर्दाखेरि होइन, अब मलाई पनि पर्सनल्ली बिर्सिरहेको अथवा अलि अप्ठ्यारो लाग्ने अथवा कुनै नयाँ तरिकाको भनौँ न त्यस्ता कन्सेप्टहरूलाई चाहिँ अलिक समराइज वेमा हामी रिभिजन गर्ने गरी यो भिडियो तयार पारिएको छ होइन। र हामी कन्सेप्टतिर अगाडि बढौँ। कन्सेप्ट हेर्नुभन्दा अगाडि चाहिँ यो अब कन्सल्टेसनको क्वेसन नर्मल्ली एउटा कुन फर्मेटमा सोल्युसन तयार पारिन्छ भन्ने एजम्सनमा यो कन्सेप्ट तयार गरिएको छ होइन यो भिडियो। अब यो कन्सल्टेसनको क्वेसन गर्दै गर्दा नर्मल्ली हामीले एसओएफपी एसओपिएल के बनाउनु पर्ने छ बनाउँछौँ। नोट्समा हामीले ग्रुप स्ट्रक्चर के छ, अल्टिमेटली प्यारेन्टले सब्सिडियरीमा एसोसिएटमा कति पर्सेन्ट होल्ड गर्छ होइन, अथवा गुडविल र गेन फ्रम बार्गेन पर्चेस क्यालकुलेसन, त्यसपछि सब्सिडियरीले कति प्रफिट अर्न गर्यो त आफ्टर अक्विजिसन अथवा फर द करेन्ट फिस्कल इयर होइन, त्यसपछि रिटेन अर्निङ अफ प्यारेन्ट कम्पनी एनसिआई, त्यसपछि अरू एडजस्टमेन्टहरूलाई हामीले वर्किङ नोटमा बनाउँछौँ होइन। अब यसरी हेर्दाखेरि अब यहाँ हामी एडजस्टमेन्टतिर जाउँ। एडजस्टमेन्ट अब कुनै कुनै एडजस्टमेन्ट मैले पास्ट क्वेसनबाट पनि लिएको छ होइन, कुनै कुनै एडजस्टमेन्ट चाहिँ अब पर्सनल्ली मैले प्र्याक्टिस गर्दै गरेका कुनै क्वेसनहरूबाट पनि हालिएको छ है। यो चाहिँ पास्ट क्वेसनबाट रहेछ 2025 जुनको क्वेसन नम्बर 1 भयो होइन एएफआरको। अब यहाँ एडजस्टमेन्ट कसरी दिएको छ भन्दाखेरि टु बुस्ट द प्रोडक्सन क्यापेसिटी अफ ए अन वैशाख 2081 ओले ट्रान्सफर गर्यो प्रोडक्सन मसिनरी इन गुड कन्डिसन टु ए। ए भनेको के रहेछ, ए भनेको सब्सिडियरी हो अनिखेर ओ भनेको प्यारेन्ट कम्पनी हो है। अब यहाँनिर के भयो भन्दाखेरि ट्रान्सफर भ्यालु अफ एसेट भनेको 60 लाख रुपियाँ रहेछ, बट क्यारिङ भ्यालु चाहिँ 72 लाख रुपियाँ रहेछ प्यारेन्ट कम्पनीको बुक्समा एट द डेट अफ ट्रान्सफर। भने चाहिँ ट्रान्सफरको डेटसम्म त प्यारेन्ट कम्पनीले डिप्रिसिएसन चार्ज गरेर रहेको क्यारिङ अमाउन्ट 72 लाख हो, तर उसले ट्रान्सफर गर्यो 60 लाखमा होइन। रिमेनिङ युजफुल लाइफ अफ एसेट थियो 5 वर्ष होइन, 5 वर्ष थियो, तर ओले के गरेछ, ओले डिप्रिसिएट गरेछ एज्युमिङ युजफुल लाइफ चाहिँ 4 वर्ष भनेर है। अब ग्रुप पोइन्ट अफ भ्यूबाट लाइफ हो 5 वर्ष, 5 वर्षमा डिप्रिसिएट गर्नु पर्यो, तर यहाँ के गर्यो ओले चाहिँ 4 वर्षमा डिप्रिसिएट गरेछ। अब यहाँ हेरौँ क्यारिङ अमाउन्ट यति छ, ट्रान्सफर भ्यालु 60 लाख रुपियाँ छ, नर्मल्ली ग्रुप पोइन्ट अफ भ्यूबाट युजफुल लाइफ 5 वर्ष हो, तर ओले डिप्रिसिएट गरिरहेछ 4 वर्षमा, जुन अलिकति ग्रुप पोइन्ट अफ भ्यूबाट के भयो हाम्रो गलत भयो। अब यहाँनिर ओले यसलाई प्यारेन्टले सब्सिडियरीलाई ट्रान्सफर गर्दाखेरि उसले 12 लाख रुपियाँ लस पनि त बुक गरेछ, तर ग्रुप पोइन्ट अफ भ्यूबाट त यो लस होइन नि त होइन। क्यारिङ अमाउन्ट 72 लाख हो। पहिला उसले ट्रान्सफर गर्दा के गर्यो होला इन्ट्री होइन, सब्सिडियरी डेबिट गर्यो होला 60 लाख रुपियाँले, लस डेबिट गर्यो होला 12 लाख रुपियाँले, अनि 2 पिपिई भनेर फालिदियो होला 72 लाख रुपियाँले होइन त। अब यहाँनिर हामीले के गर्नु पर्यो, 12 लाख रुपियाँ ग्रुप पोइन्ट अफ भ्यूबाट लस होइन, त्यही भएर यसलाई हामीले रिभर्स गर्नु पर्यो। पिपी फेरि बढाउनु पर्यो 12 लाखले, त्यसपछि रिटेन अर्निङमा पहिला लस चार्ज भएको थियो त्यसलाई फेरि ब्याक ल्याउनु पर्यो, प्रफिट ब्याक ल्याउनु पर्यो होइन। 12 लाख रुपियाँले रिटेन अर्निङ बढाउनु पर्यो प्यारेन्ट कम्पनीको होइन। अब त्यसपछि के गर्नु पर्यो, जुन सब्सिडीले गलत डिप्रिसिएसन चार्ज गरिरहेछ त्यसलाई रिभर्स गर्नु पर्यो। पहिला पिपी डेबिट 375 लाख होइन, 3,75,000, त्यसपछि रिटेन अर्निङ अफ सब्सिडियरी होइन, सब्सिडियरीको रिटेन अर्निङमा चार्ज गराएको छ नि उसले गलत डिप्रिसिएसन, त्यसलाई पनि के गर्नु पर्यो, डिप्रिसिएसनलाई एड ब्याक गर्नु पर्यो रिटेन अर्निङमा। अब यहाँ उसले त 60 लाख डिभाइड बाई 4 गरेपछि प्रति वर्ष डिप्रिसिएसन 15 लाख, यहाँ अब वैशाख हो, इयर इन असार एज्युम गर्दाखेरि होइन, क्वेसनमा असार थियो। अब हामीले त्यसै गरी लिउँ होइन, 3 महिना भयो, 3 महिनाको भनेको कति आउँछ हाम्रो 3,75,000 आयो, 1 वर्षको 15 लाख हुँदाखेरि। अब यो चाहिँ गलत डिप्रिसिएसनलाई हामीले राइट ब्याक गरिसकेपछि होइन, हामीले करेक्ट डिप्रिसिएसन चार्ज पनि त गर्नु पर्यो। 72 लाख डिभाइड बाई 5 वर्ष कति भयो, 14 लाख होइन, 14,40,000, 14,40,000 रुपियाँलाई हामीले राइट ब्याक पनि त अब डिप्रिसिएसन चार्ज पनि त गर्नु पर्यो। तर त्यो 14,40,000 1 वर्षको भयो, हामीले रिमेनिङ चार्ज गर्न त वैशाख टु असार हो 3 महिना, 14,40 डिभाइड बाई 12 महिना इन्टु 3 गरेर हामीले के गर्नु पर्यो, 3,60,000 रुपियाँ डिप्रिसिएसन चार्ज पनि गर्नु पर्यो होइन। अब पिपी कन्सोलिडेटेडमा कसरी आउँछ त होइन, पिपी रिपोर्टेड बाई सब्सिडियरी, सब्सिडियरीको ब्यालेन्स सिटमा यति रहेछ पिपी होइन, उसले त यति गरिरहेछ नि त, हामीले यहाँ एउटा पिपीलाई हेरिरहेछौँ है, यही पिपीलाई 60 लाख रुपियाँ माइनस 375 गरेर उसले त 56,25,000 देखाइरहेको थियो। अब यहाँ ग्रुप पोइन्ट अफ भ्यूबाट लस रिभर्स गर्नु पर्यो 12 लाख, डिप्रिसिएसन रिभर्स गर्नु पर्यो यो 375 जुन गलत छ, र करेक्ट डिप्रिसिएसन 360 चार्ज गरिकन यो कन्सर्न होइन, यो स्पेसिफिक एसिडको लागि चाहिँ के भयो, क्यारिङ अमाउन्ट हाम्रो ग्रुप पोइन्ट अफ भ्यूबाट कन्सोलिडेटेड फाइनेन्सियल स्टेटमेन्टमा रिफ्लेक्ट हुने पिपीको फिगर भनेको 68,40,000 रुपियाँ आउने भयो है। अब हामी अर्को कन्सेप्टमा जाउँ। अर्को एउटा के छ भन्दाखेरि विच एडजस्टमेन्ट एफेक्ट दि पोस्ट अक्विजिसन प्रफिट अफ सब्सिडियरी, जुन अब हामीले क्यालकुलेसन गर्दै गर्दाखेरि प्यारेन्टको रिटेन अर्निङमा जोड्नको लागि सब्सिडियरीले चाहिँ आफ्टर अक्विजिसन कति कमायो त भन्ने कुराको क्यालकुलेसन गर्छौँ नि ग्रुप पोइन्ट अफ भ्यूबाट होइन। हो त्यो क्यालकुलेसन गर्दाखेरि चाहिँ कुन कुन कुराले चाहिँ कस्तो कस्तो इम्प्याक्ट पार्छ कि पार्दैन त त्यो क्यालकुलेसनमा भन्ने कुरा भयो। अनरियलाइज प्रफिट अफ स्ट्रिम, अफ स्ट्रिम भनेको कुनै पनि ट्रान्जेक्सन सब्सिडियरीले ग्रुप पोइन्ट अफ भ्यूमा के गरिरहेछ, माथि प्यारेन्ट कम्पनीलाई जस्तो अब गुड सेल गरे हुन सक्यो, एसिड सेल गरे हुन सक्यो, यदि त्यो सब्सिडियरीले सेल गरिरहेछ भने चाहिँ त्यो
कुराले के गर्छ सब्सिडियरीको प्रफिटमा इम्प्याक्ट पार्छ। जस्तो यो कहिलेकाहीँ सेल्सको हैन इन्टरग्रुप सेल्सको एडजस्टमेन्टहरू दिइरहेको हुन्छ नि, मानौँ त्यहाँनिर प्यारेन्टले सब्सिडियरीलाई बेचिरहेछ भने हैन अनरियलाइज प्रफिट कुनै आइरहेछ भने त्यसले प्यारेन्टको रिटेन अर्निङलाई इम्प्याक्ट पार्छ। तर सब्सिडियरीले प्यारेन्टलाई बेचिरहेको बेला त्यहाँ अनरियलाइज प्रफिट छ, त्यो भनेको अपस्ट्रिम ट्रान्जेक्सनमा अनरियलाइज प्रफिट छ भने बल्ल त्यसले चाहिँ सब्सिडियरीको प्रफिटलाई इम्प्याक्ट पार्छ है। तर डाउनस्ट्रिम प्यारेन्टले सब्सिडियरीलाई बेचिरहेको भने त्यो अनरियलाइज प्रफिटले चाहिँ प्यारेन्टको रिटेन अर्निङलाई मात्र असर पार्छ, सब्सिडियरीको प्रफिटमा असर पार्दैन हैन। त्यसपछि फेयर भ्यालु चेन्ज अन डिप्रिसिएबल एसेट्स हैन, फेयर भ्यालु चेन्ज अन डिप्रिसिएबल एसेट छ भने एट द टाइम अफ अक्विजिसन हामीले के गर्छौँ फेयर भ्यालु सहित हामीले नेट एसेट क्यालकुलेसन गर्छौँ नि हैन। तर त्यो डिप्रिसिएबल एसेट हो भने त हरेक वर्ष डिप्रिसिएसन चार्ज हुन्छ हैन, सब्सिडियरीमा डिप्रिसिएसन बढ्छ, त्यो भएर यसले चाहिँ के गर्छ इम्प्याक्ट पार्छ। फेयर भ्यालु चेन्ज अन नन डिप्रिसिएबल एसेटले फरक पार्दैन है, तर एट द टाइम अफ सेल हो भने चाहिँ के हुन्छ फरक पार्छ। एट द टाइम अफ सेल यतापट्टि फेयर भ्यालु हुन्छ क्यारिङ अमाउन्ट प्यारेन्ट कम्पनीकोमा ग्रुप पोइन्ट अफ भ्यूबाट, सब्सिडियरीकोमा त कस्ट हुन सक्यो, त्यो हुँदाखेरि प्रफिट कति आउँछ एट द टाइम अफ सेल भन्ने कुराले चाहिँ फरक पार्छ। त्यही भएर नन डिप्रिसिएबल एसेटको फेयर भ्यालु चेन्ज थियो, फेयर भ्यालु फरक थियो क्यारिङ अमाउन्ट भन्दा एट द टाइम अफ अक्विजिसन, र आज आएर बेचारै छ भने त्यो बेला प्रफिट चाहिँ के हुनसक्छ फरक हुनसक्छ, त्यही भएर त्यो बेला चाहिँ फरक पार्छ, अदरवाइज बेचेको छैन भने चाहिँ त्यसले फरक पार्दैन। इम्पेयरमेन्ट अफ गुडविल, पार्सियल गुडविलमा सब्सिडियरीलाई जुन एनसिआईलाई चाहिँ जाँदैन कि, यो डाइरेक्ट प्यारेन्ट कम्पनीलाई मात्र आउँछ यो गुडविलमा भएको इम्पेयरमेन्ट है। त्यही भएर यो सिधा प्यारेन्ट कम्पनीको रिटर्न अर्निङमा जान्छ, सब्सिडियरीको प्रफिटमा हामीले इम्प्याक्ट दिनु हुँदैन, अदरवाइज त्यो इम्प्याक्ट एनसिआईसम्म पुग्न सक्छ जुन चाहिँ नपुग्नु पर्ने हो। कुन बेला चाहिँ पुग्नुपर्छ एनसिआईसम्म, यदि फुल गुडविल मेथड एडप्ट गरिएको छ भने चाहिँ त्यो बेला एनसिआईमा पनि इम्पेयरमेन्ट चार्ज गर्नुपर्ने हुन्छ, त्यो बेला सिधा सब्सिडियरीको प्रफिटमै हामीले के गर्ने इम्पेयरमेन्ट घटाएर नेटलाई चाहिँ हामीले दुईपट्टि एनसिआई र प्यारेन्टमा बाँड्न सक्छौँ हैन। त्यसपछि इन्टर कम्पनी म्यानेजमेन्ट फी, इन्ट्रेस्ट, रेन्ट, यो जेसुकै छ यो भने के हो सब्सिडियरी पे प्यारेन्ट हैन, यो यसको इम्प्याक्ट आउँछ। यो भने ग्रुप पोइन्ट अफ भ्यूमा के हुन्छ नेट अफ हुन्छ, अथवा इन्टर कम्पनी जहाँनिर चाहिँ प्यारेन्टले सब्सिडियरीलाई दिन्छ यसमा पनि नेट अफ हुन्छ हैन। त्यसपछि अनरेकर्डेड लिएबिलिटी एक्जिस्टिङ एट अक्विजिसन छ भने अक्विजिसनको टाइममा त त्यो गुडविल अथवा बार्गेन गेन फ्रम बार्गेन पर्चेसमा गइहाल्छ नि हैन, यसले त सब्सिडियरीको प्रफिटमा फरकै पारेन। तर त्यसपछि हैन, त्यसपछि प्रोभिजन फर डेफर ट्याक्स अराइजिङ फ्रम फेयर भ्यालु एडजस्टमेन्ट, अब यो कुरा चाहिँ अलिकति सिधा अब कन्सेप्ट क्लियर छ भने त बुझिहाल्यो हैन, होइन भने नबुझेको पनि हुनसक्छ, यसको लागि पछाडि हामीसँग छुट्टै इक्जाम्पलहरू छ, हामी त्यसबाट बुझ्छौँ हैन। यसले चाहिँ के गर्छ सब्सिडियरीको प्रफिटमा इम्प्याक्ट पार्छ, अहिलेलाई यति बुझौँ, अब यो कसरी भन्ने कुरा चाहिँ हामी पछाडि हेरौँ है। त्यसपछि यहाँ अर्को के आयो भन्दा एउटा अर्को इक्जाम्पल है, एट द डेट अफ 80% इन्भेस्टमेन्ट इन सब्सिडियरी, कुनै एउटा प्यारेन्ट कम्पनीले सब्सिडियरीमा के गरेछ 80% इन्भेस्ट गरेछ, र एट द डेट अफ इन्भेस्टमेन्ट द एसओएफपी अफ सब्सिडियरी हैन, सब्सिडियरी कम्पनीको एसओएफपी के सो गर्छ पर्चेस कन्सिडरेसन हैन, यो फिगर सो गर्छ यहाँ पर्चेस कन्सिडरेसन चाहिँ यो 80% अक्विजिसनको पर्चेस कन्सिडरेसन चाहिँ 67 मिलियन हो हैन, 6 करोड 70 लाख हो रे हैन। ब्यालेन्स सिटमा के छ अरे सब्सिडियरीको शेयर क्यापिटल 62,65,500 छ अरे हैन, 1000 मै रिड गरौँ हामी हैन। त्यसपछि प्रिफरेन्स शेयर क्यापिटल पनि रहेछ 43,750 को। त्यसपछि लस प्रफिट एन्ड लस अकाउन्टको मा प्रफिट रहेछ 12,500 रुपैयाँको, टोटल 1,18,750 रुपैयाँ रहेछ। अब अमाउन्ट अफ गुडविल निकाल्नु पर्यो भन्दैछ हामीलाई है क्वेसनले। अब अमाउन्ट अफ गुडविल निकाल्न हामीलाई तीनटा कुरा चाहिन्छ मेन, एउटा कुरा भनेको नेट एसेट, अर्को भनेको एनसिआई, र अर्को भनेको पर्चेस कन्सिडरेसन। पर्चेस कन्सिडरेसन क्वेसनले दिएको छ, हामीले नेट एसेट यहाँबाट निकाल्नु पर्ने हुन्छ, हामीलाई एनसिआई चाहियो। अब एनसिआई हामीले के गरौँ फेयर भ्यालु मेथड नमानौँ, हामी नेट एसेट मेथडबाट नेट एसेट प्रोपोर्सनेट मेथडमा जाउँ है। अब यहाँनिर नेट एसेट यो भनेको अर्डिनरी सेयर होल्डरको लागि कति छ त नेट एसेट भन्दाखेरि 65,500 प्लस 12,500 75,000 छ। प्रिफरेन्स सेयरको नेट एसेट भनेको कति हो 43,750 रुपैयाँ हो नि त हैन। अब हामीले भनेको प्यारेन्ट कम्पनीले अक्वायर गर्ने प्रिफरेन्स सेयर होल्डरको सेयर्स त होइन नि त हैन, प्यारेन्ट कम्पनीले अक्वायर गरेको नि त यो अर्डिनरी सेयर होल्डरको मात्रै हो। त्यो हुँदाखेरि 80% 75,000 को जुन मानौँ अब सेयर क्यापिटल यो 62,500 को त 80% 62,500 को पो 80% अक्वायर गर्न लाग्यो त 43,750 लाई त प्यारेन्ट कम्पनीले के चलाउने नै होइन नि त हैन। त्यही भएर यहाँ एनसिआई कसरी क्याल्कुलेसन हुन्छ भन्दाखेरि नेट एसेट फर अर्डिनरी सेयर होल्डरको 20% भनेको एनसिआई हो, 80% प्यारेन्ट कम्पनीले अक्वायर गर्यो हैन। अब यहाँ 20% भने एनसिआई हो, त्यो 20% 75,000 को 20% प्लस प्रिफरेन्स सेयर पुरै पनि के हो एनसिआई हो। त्यो हुँदा एनसिआई आउँछ 58,750 रुपैयाँ है। अब पर्चेस कन्सिडरेसन छँदैछ हामीसँग नेट एसेट एट अक्विजिसन, टोटल नेट एसेट हाम्रो 1,18,750 रुपैयाँ हो,
पर्चेस कन्सिडरेसन हाम्रो अब 67 मिलियन 1000 मा रिड गर्दाखेरि 67,000 भयो हैन। त्यसपछि एनसीआई भनेको हाम्रो यसरी आयो है। एनसीआई मा चाहिँ हाम्रो के गर्नु पर्यो, अर्डिनरी शेयर होल्डरको नेट एसेटको 20% प्लस पुरा प्रिफरेन्स शेयर होल्डरको नेट एसेट है। त्यो हुँदा 58,000 आयो। त्यो हुँदा गुडविल हाम्रो आयो 7,000 रुपैयाँ। हाम्रो यहाँनिर नयाँ कुरा भने के भयो, एनसीआई क्याल्कुलेसनमा नयाँ कुरा आयो। एनसीआई क्याल्कुलेसनमा प्रिफरेन्स शेयर पुरै आयो र अर्डिनरी शेयर होल्डरको नेट एसेटको 20% आयो हैन। 80% प्यारेन्टले अक्वायर गर्यो। अब अर्को कन्सेप्टमा जाउँ। अर्को छ प्यारेन्ट सोल्ड इन्भेन्ट्री टु सब्सिडियरी फर ₹12 मिलियन मेकिङ लस अफ ₹2 मिलियन। प्यारेन्टले सब्सिडियरीलाई बेच्यो इन्भेन्ट्री 12 मिलियन रुपियाँमा हैन, 12 मिलियनमा बेच्यो। तर त्यहाँनिर उसलाई के भयो, 2 मिलियनको लस भयो। यसको मतलब त्यसको सीओजीएस रहेछ 14 मिलियन भन्ने कुरा हामीले बुझ्यौँ। अन द ट्रान्जेक्सन द सेल वाज एट फेयर भ्यालु हो। अब यहाँ आएर हामीले के बुझ्यौँ भन्दा मेन कुरै यो हो हैन, यो फेयर भ्यालुमा सेल भएको हो कि होइन भन्ने हाम्रो मेजर कन्सर्न हो। त्यो कुरा यहाँ तल रिफ्लेक्ट हुन्छ है। अहिले यति बुझौँ कि यहाँ भन्दैछ सेल जुन भयो 12 मिलियनमा त्यो चाहिँ फेयर भ्यालु हो स्टकको भन्थ्यो। कस्ट 14 मिलियन भए पनि 12 मिलियन भनेकै फेयर भ्यालु हो भनिदिइसकेको क्वेसनले। अब एन्ड सब्सिडियरी स्टिल होल्ड हाफ अफ द इन्भेन्ट्री एट द इयर इन्ड भन्दैछ। सब्सिडियरीले के गर्छ अरे, हाफ अफ इन्भेन्ट्री अझै पनि के गरिरहेछ, होल्ड गरिरहेछ भन्ने कुरा आयो हैन। अब सेल्स भ्यालु टु सब्सिडियरी 12 लाख रुपियाँमा सेल्स गरे हो। प्यारेन्टको लागि सीओजीएस 14 मिलियन हैन, 12 मिलियन 14 मिलियन सीओजीएस हो। अब एडजस्टमेन्ट इन्ट्रीमा जाउँ न हामी। यो इन्टर ग्रुप सेल्स जुन प्यारेन्टले सब्सिडियरीलाई बेच्यो त्यो भनेको फेक सेल्स हो। जुन 12 मिलियनको सेल्स छ त्यो भनेको फेक सेल्स हो। यो इन्भेन्ट्री जब सब्सिडियरीले बाहिर आउटसाइड बेच्छ त्यो मात्र रियल सेल्स हो नि त हैन। हो त्यही भएर यो 12 मिलियन फेक सेल्स, यसलाई हामी डेबिट गरिदिउँ, हटाइदिउँ हैन, डेबिट भयो। अब यो फेक सेल्स हो भने प्यारेन्टले बुक गरेको सीओजीएस के हो, त्यो त रियल हो हैन। कस्तो अब यहाँ अलिकति कन्फ्युजन आउन सक्छ हैन। अब कन्सेप्ट लगभग बेसिक बुझेको छ भन्ने एजम्सनमा यो तयार पारिएको छ है। यहाँ के छ भन्दाखेरि यो 12 मिलियन त इन्टर ग्रुप सेल्स हो, यो फेक हो हैन। अब यहाँ रियल सीओजीएस चाहिँ कुन हो त, सब्सिडियरीले त 12 मिलियन मध्ये आधा 50% त बेचिसक्यो हो। 50% जुन बेचिसक्यो त्यो 50% जुन सीओजीएस अल्टिमेटली प्यारेन्टलाई जति कस्ट परेको छ त्यसको टोटल सीओजीएसको 50% मात्र चाहिँ रियल सीओजीएस हो नि त हैन। प्यारेन्टले सीओजीएस कति बुक गर्छ, प्यारेन्टले सीओजीएस 14 मिलियन बुक गरेछ। यसको 50% भनेको 7 मिलियन सीओजीएस त रियल सीओजीएस होइन त 50% सेल्सको लागि। तर उतापट्टि सब्सिडियरीले बुक गरिरहेको सीओजीएस हुन्छ नि, उसले 12 मिलियनमा किन्यो प्यारेन्टबाट अनि आधा बेच्यो। आधा बेच्यो भने आधा सीओजीएस भनेको 6 मिलियन हो। 6 मिलियन गलत हो नि त ग्रुप पोइन्ट अफ भ्यूबाट त। ग्रुप पोइन्ट अफ भ्यूबाट यो 12 मिलियनको गुड्सको लागि परेको कस्ट 50% कस्ट भनेको त 7 मिलियन हो नि त, किनकि टोटल कस्ट 14 मिलियन हो, आधा कस्ट भनेको 7 मिलियन। त्यही भएर रियल सीओजीएस भनेको 50% को लागि 7 मिलियन हो। सब्सिडियरीले आधा सामान बेच्दाखेरि बुक गरेको 6 मिलियन सीओजीएस गलत हो, फेक हो हैन ग्रुप पोइन्ट अफ भ्यूबाट। सब्सिडियरीले त 12 मिलियनमा किन्यो, आधा बेच्यो भने त 6 मिलियन सीओजीएस बुक गरेछ नि त हैन। हो त्यसलाई पनि हामी के गरौँ, खर्चमा डेबिट गरे हुन्थ्यो उसले सीओजीएस। अब त्यसलाई क्रेडिट गरिदिउँ, सीओजीएस क्रेडिट हैन। यसलाई हामी हटाइदिउँ, त्यो फेक हो जुन सब्सिडियरीले बुक गरे। अब सब्सिडियरीले 12 मिलियन किने हो, 6 मिलियन सीओजीएसमा हालेको थियो, त्यो फेक हो, त्यसलाई क्रेडिट गर्यौँ। अब डेबिट इन्भेन्ट्री ब्यालेन्स पनि त छ उसँग 6 मिलियन 50% हो। त्यो इन्भेन्ट्रीको भ्यालु 6 लाख रुपियाँ हो त ग्रुप पोइन्ट अफ भ्यूबाट होइन नि त। नर्मल हिसाबमा सोच्दाखेरि 7 मिलियन हो हैन, 7 मिलियन हो नि त 50% भनेर। टोटल कस्ट 14 मिलियन, 50% बेच्यो 7 मिलियन सीओजीएस, 7 मिलियन स्टक हो खासमा। तर उसले सब्सिडियरीले देखाइरहेको 6 मिलियन गलत हो, किनकि उसले त 12 मिलियनमा प्यारेन्टबाट किनेको थियो, आधा बेच्यो, आधा रहेको 6 मिलियन ठिकै हो उसको पोइन्टमा त। तर ग्रुप पोइन्ट भ्यूबाट गलत हो। त्यही भएर त्यो इन्भेन्ट्रीलाई पनि हामी हटाइदिउँ जुन गलत छ। टु सब्सिडियरीको इन्भेन्ट्री 6 मिलियन, टु सब्सिडियरीको सीओजीएस 6 मिलियन, दुइटै गलत छ। सेल्स डेबिट गरौँ, फेक सेल्स जुन 12 लाख रुपियाँ इन्टर ग्रुप ट्रान्जेक्सन हैन, त्यसलाई डेबिट गरौँ हैन। यो एउटा इन्ट्री भयो हाम्रो। अब के हुन्छ, सेल्स घट्यो 12 लाखले, सीओजीएस घट्यो 6 लाखले, इन्भेन्ट्री घट्यो 6 लाखले। अब इन्भेन्ट्री हामीले के गर्यौँ, टोटल 14 मिलियनको इन्भेन्ट्री 12 मिलियनमा ट्रान्सफर गरेर आधा 6 मिलियन सीओजीएसमा हालिरहेको थियो, आधा इन्भेन्ट्रीमै देखाइरहेको थियो हैन। अब हामीले के गर्नु पर्यो, प्यारेन्ट कम्पनीले त सीओजीएस 14 मिलियन बुक गरेछ नि त। अब ग्रुप पोइन्ट अफ भ्यूबाट 14 मिलियनै सीओजीएस हो त होइन नि त हैन, आधा पो सीओजीएस हो त। किनकि बल्ल टोटल गुड्सको आधा गुड्स मात्र सब्सिडीले आउटसाइड बेचिसकेको छ भने त आधा मात्र सीओजीएस हो। त्यही भएर उसले बुक गरिसकेको टोटल सीओजीएसबाट आधा सीओजीएस के गर्नुपर्छ, हामीले रिभर्स गर्नुपर्छ। इन्भेन्ट्री डेबिट हो, इन्भेन्ट्री हामीले के गर्नुपर्छ, डेबिटमा ल्याउनु पर्यो 7 मिलियन टु सीओजीएस। यसको 50% लाई हामीले के गर्नु पर्यो, यसको 50% लाई हामीले
COGS लाई घटाइदिनु पर्यो। उसले 14 मिलियन बुक गरेछ COGS ग्रुप पोइन्ट अफ भ्यूबाट आधा मात्र COGS हो, किनकि आधा मात्र बाहिर बेचिसक्या छ। त्यही भएर 7 मिलियन मात्रै COGS हो। 7 मिलियनलाई हामीले क्रेडिट गर्यौं। यो गर्दाखेरि चाहिँ अलिकति गलत हुन जान्छ। यहाँ बुझ्नुपर्ने के छ भन्दा फेयर भ्यालु भन्ने कुरा बुझ्नुपर्छ है। सेल मेड गरियो, फेयर सेल भयो हैन, फेयर भ्यालुमा भनेपछि एकचोटि यहाँ अरु सेल कस्ट टु सेल दिया छैन भने चाहिँ हामी यो फेयर भ्यालुलाई नै नेट रियलाइजेबल भ्यालु अथवा NRV हैन, नेट रियलाइजेबल भ्यालु भनेर मानौं न। अब हामीले एट द एन्ड अफ इयर हैन, इयर इनमा हामीले इन्भेन्टरी भ्यालु गर्नुपर्छ, भ्यालुएसन गर्नुपर्छ लोअर अफ कस्ट अर NRV। कस्ट इन्भेन्टरीको 7 मिलियन 50% इन्भेन्टरीको 7 मिलियन भए पनि 50% इन्भेन्टरीको NRV इज ओन्ली 6 मिलियन। त्यही भएर हामीले इन्भेन्टरी डेबिट गर्नुपर्छ ओन्ली के कति 6 मिलियन मात्रै। टु COGS घटाइयो, 14 मिलियन बुक गरिएको COGS मा 6 मिलियनले घटाइयो हैन अल्टिमेटली, भने बाँकी रह्यो 8 मिलियन त अझै COGS मा छ नि त। ठिक हो, ठिकै हो। 50% 6 मिलियन COGS मै जानुपर्छ, आउटसाइड बेचिसकेको छ। र 2 मिलियन भने चाहिँ के हो, हाम्रो क्लोजिङ स्टकको भ्यालुमा भएको गिरावट हैन। NRV जुन गिर्यो नि हैन, कस्ट 14 मिलियन, NRV 12 मिलियन भनेपछि 2 मिलियन गिरेको 2 मिलियन र 50% को 6 मिलियन गरेर 8 मिलियन चाहिँ हाम्रो COGS मै जान्छ। हामीले स्टक बुक गर्नुपर्ने हुन्छ ओन्ली एट 6 मिलियन है। यहाँनिर यही कुरा चाहिँ के छ, इम्पोर्टेन्ट छ। हामीले स्टकलाई जुन बुक गर्छौं ब्याक हैन, त्यो स्टक भनेको चाहिँ 50% त बाँकी छ नि त, बेचा छैन नि त भनेर 7 मिलियनमा हाल्ने हैन कि, ओन्ली 6 मिलियन है, ओन्ली 6 मिलियन जुन लोअर हैन हाम्रो NRV भनेको त 6 मिलियन, कस्ट 7 भए पनि 6 मिलियन NRV हो, त्यसमा बुक गर्नु पर्यो है। यहाँ इन्टर ग्रुप हाम्रो के हो, सेल्स पुरा फेक हो। 6 मिलियन COGS सब्सिडियरीको त्यो पनि फेक हो। 6 मिलियन स्टक इन सब्सिडियरी त्यो पनि फेक हो। 6 मिलियन COGS अफ प्यारेन्ट हैन, त्यो पनि फेक हो। 8 मिलियन COGS चाहिँ के हो, रियल हो। 6 मिलियन 50% गुड्स हो, 2% लस हैन। त्यसपछि 50% सेल्स अफ सब्सिडियरी, जुन सब्सिडियरीको SOPL मा देखिरहेको छ, जुन आउटसाइड बेच्या हो, त्यो फिगर पनि के हो, करेक्ट हो है। अब हाम्रो एडजस्टमेन्ट भने मेन यहाँनिर थियो है, यो इन्भेन्टरीलाई कतिमा रिकग्नाइज गर्ने त भन्ने कुरा, बाँकी COGS मा छोड्ने हो है। अब हामी अर्को एडजस्टमेन्टमा जाउँ। इन्भेस्टमेन्ट इन सब्सिडियरी मेजर एट फेयर भ्यालु इन स्ट्यान्ड अलोन फाइनेन्शियल स्टेटमेन्ट। अब प्यारेन्ट कम्पनीले सब्सिडियरीमा इन्भेस्ट गरेछ हैन, सब्सिडियरीमा इन्भेस्ट गरिसकेपछि इन्भेस्टमेन्टलाई तीनटा अप्सन हुन्छ, इक्विटी मेथड, फेयर भ्यालु मेथड र कस्ट मेथड IFRS 9 अनुसार हैन। यहाँ के गरेर रहेछ, उसले कस्ट मेथड अप्लाई गरेछ, सरी फेयर भ्यालु मेथड अप्लाई गरेछ। अब फाइनेन्शियल स्टेटमेन्ट, प्यारेन्टको फाइनेन्शियल स्टेटमेन्टमा इन्भेस्टमेन्ट देखिरहेको 40 लाख रुपियाँ, तर कस्ट रहेछ 37 लाख रुपियाँ। र रिटेन अर्निङ, इक्विटी रिटेन अर्निङमा 23 लाख रुपियाँ देखिरहेको रहेछ प्यारेन्ट कम्पनीको फाइनेन्शियल स्टेटमेन्टमा हैन। अब नोट, वी विल कन्सिडर रुपिज 37 लाख फर क्यालकुलेसन अफ गुडविल हैन। अब यहाँ के भयो भन्दाखेरि हामीले कस्ट मेथड लगाइरहेछौँ हैन। अब हामीले के सुरुमा तिरेको पर्चेज कन्सिडरेसन 37 लाख हो भने एट द टाइम अफ अक्विजिसन हामीले जुन गुडविल क्यालकुलेसन गर्छौँ त्यो बेला त हामीले कस्ट पर्चेज कन्सिडरेसन 37 लाख मान्छौँ। पछि सब्सिक्वेन्टली ग्रेजुअली के हुँदै गयो, फेयर भ्यालु बढ्दै गयो, त्यो भएर पो हामीले 40 लाखसम्म पुरा हो त, होइन भने त हाम्रो कस्ट 37 लाखकै आधारमा गुडविल क्यालकुलेसन भयो हैन। अब त्यो हुँदाखेरि आजको दिनमा हामीले कन्सोलिडेट गर्दाखेरि स्ट्यान्ड अलोन फाइनेन्शियल स्टेटमेन्टमा त कति छ, 40 लाख छ इन्भेस्टमेन्ट, तर हामीले 37 लाखको एगेन्स्टमा सब्सिडियरीको एसेटहरू कन्सोलिडेटेड ब्यालेन्स सिटमा तान्दैछौँ हैन। 30 इन्भेन्ट यसो गर्दैछौँ, के गर्दैछौँ, नेट एसेट अफ सब्सिडियरी डेबिट गर्दैछौँ, टु इन्भेस्टमेन्ट 37 लाख गर्दैछौँ हैन। तर ब्यालेन्स सिटमा त स्ट्यान्ड अलोन ब्यालेन्स सिटमा बुक भ्यालु कति छ, 40 लाख छ। टु 40 लाख गर्नुपर्ने ठाउँमा हामीले टु 37 लाख मात्र गर्दैछौँ नि त हैन। त्यही भएर है यहाँ अब बुझ्ने तरिका फरक हुन सक्छ। यहाँ भन्न अल्टिमेटली के खोजिएको भन्दा कस्ट 37 लाख हो, गुडविल 37 लाखमा क्यालकुलेसन भएको छ, अक्विजिसन 37 लाखमा भयो, तर स्ट्यान्ड अलोनमा 40 लाख देखिरह। अब हामीले कन्सोलिडेटमा इन्भेस्टमेन्ट 40 लाख भनेर नल्याएर सब्सिडियरीका एसेटहरू तान्ने हो हामीले त हैन यसको एगेन्स्टमा। तर हामीले 40 लाखको एगेन्स्टमा भन्दा पनि 37 लाखको एगेन्स्टमा तानिरहेछौँ त 3 लाखको डिफरेन्स आउँछ हो। त्यो 3 लाख चाहिँ हामीले के गर्नुपर्ने हुन्छ, रिटेन अर्निङमा नेटअप गर्नुपर्ने हुन्छ। उसले कस्ट 37 लाख भए पनि 40 लाख पुऱ्यायो इन्भेस्टमेन्टलाई, अनि त्यसको गेन बुक गर्यो रिटेन अर्निङमा, दुईटालाई नेटअप गर्नु पर्यो नि त ग्रुप पोइन्ट अफ भ्यूबाट हैन हो। त्यही भएर हामीले के गर्ने, इन्भेस्टमेन्टको एगेन्स्टमा 37 लाखको एगेन्स्टमा एसेटहरू आइहाल्छन्, 40 लाखलाई 37 बनाउन रिटेन अर्निङबाट के गर्नुपर्ने हुन्छ, 3 लाख रुपियाँ घटाउनु पर्ने हुन्छ है। त्यो छ। अर्को कन्सेप्टमा जाउँ, कन्सोलिडेसन कम्प्लेक्स स्ट्रक्चर भन्ने छ एउटा, डबल होल्डिङ इन अल्टिमेट सब्सिडियरी भन्ने कुरा छ है। अब यो कस्तो छ, अलिकति कम्प्लेक्स छ हैन। यो हाम्रो 2021 को जुनतिर एउटा क्वेसन पनि छ हाम्रो हैन AFR मा। यसलाई हेरौँ है त। एउटा ए लिमिटेड प्यारेन्ट कम्पनी 20% होल्ड गर्छ सी भन्ने कम्पनीमा है, सी भन्ने कम्पनीमा। अनि ए लिमिटेडले बी भन्ने कम्पनीमा 90% होल्ड गर्छ हैन। कस्ट भने चाहिँ कस्ट अफ इन्भेस्टमेन्ट यति छ दुईटा हैन, दुईटामा सेयर अक्वायर गर्दा यति तिरेको छ सेयर होल्डरलाई त्यो कम्पनीको हैन।
बीले इमिडिएटली अझै कहाँ होल्ड गर्छ, सीमा अझै 60% होल्ड गर्दो रहेछ हैन, 60 लाख रुपियाँ तिरेर। अब यहाँ ए को अल्टिमेट होल्डिङ 74% रहेछ नि त सीमा। अब बी को थ्रु इन्डाइरेक्टली होल्ड गर्छ 6-9-54%, 20% आफैले डाइरेक्ट होल्ड गर्छ भने 54 + 20 74% सीमा होल्ड गर्छ। ए ले बी मा 90 होल्ड गर्छ, बी ले सी मा 60% होल्ड गर्छ हैन। वी हैव टु क्याल्कुलेट द क्लोजिङ ब्यालेन्स अफ टोटल एनसीआई फिगर। यो हाम्रो समस्या हो अहिले है, हामीले क्याल्कुलेट गर्नु छ एनसीआई। अब एनसीआई एट द टाइम अफ अक्विजिसन, ए ले बी लाई अक्वायर गर्दा एनसीआई रहेछ 10% रिमेनिङ हो नि त हैन, 90 अक्वायर गरायो, 10 को भ्यालु रहेछ 9,80,000 र एले बीले सी पनि त अक्वायर गराछ। त्यो हुँदा ए को सब्सिडियरी के हो, सी पनि त हो हैन, 74% होल्ड गर्छ सब्सिडियरी हो हैन। यसमा रिमेनिङ 26% को बुझौँ है, यो रिमेनिङ 26%, 74% अल्टिमेटली ए ले सी मा होल्ड गर्छ भने रिमेनिङ 26% को एनसीआई भनेको चाहिँ 25,80,000 हो है, यसरी बुझौँ। अब हामी जाउँ गुडविल क्याल्कुलेसनमा। त्यो भन्दा अगाडि यहाँ थोरै हामी याद गरिराखौँ है, हामीले के गरेका छौँ, ए ले सी मा 20% अक्वायर गर्न 1980 खर्च गराया हैन, ए ले बी अक्वायर गर्न 88-20 खर्च गराछ, बी ले सी अक्वायर गर्न 60 लाख रुपैयाँ खर्च गराछ है। कति पर्सेन्ट अक्वायर गरे हो र कति कस्टमा अक्वायर गरे हो, कति एनसीआई छ, यो हामी याद गरिराखौँ र अगाडि बढौँ है। अब हाम्रो यहाँ के छ भन्दाखेरि एनसीआई क्याल्कुलेसन गरौँ नि त हामी हैन। एट द टाइम अफ अक्विजिसन क्वेसनले दिए अनुसार यति छ हैन, यसमा 26% एनसीआई हो, 74 ए को होल्डिङ छ, यसमा 90% ए को होल्डिङ, 10% एनसीआई, भ्यालु यति। एट्रिब्युटेबल प्रफिट हैन, फ्रम प्रफिट अफ सब्सिडियरी, सब्सिडियरीले कमाएको प्रफिट मध्ये एनसीआई लाई एट्रिब्युट हुने प्रफिट यति रहेछ हैन, क्वेसनमा आइहाल्छ, यति एट्रिब्युट गर्दियौँ हैन। टोटल एनसीआई यति आयो, दुईटालाई जोडौँ 46,44,000 रुपैयाँ आयो। अब यहाँ एनसीआई इन्भेस्टमेन्ट पोर्सन फ्रम बी टु सी भनेर 6 लाख रुपैयाँ घटाइएको छ है। यो अलिकति इम्पोर्टेन्ट कुरा भनेको हाम्रो लागि यो हो, नयाँ कुरा यसमा यही हो। यसलाई बुझ्न अलिक कम्प्लेक्स हुन सक्छ है, थोरै टाइम लगाऊ। यसमा के छ भन्दाखेरि एनसीआई आएको हो, नर्मल्ली हाम्रो एनसीआई फाइनल हुन्छ 46,44,000 मा, तर यहाँ 6 लाख रुपैयाँ घटाइयो क्या यो एनसीआई मा। यो किन घटाउनु पर्छ, यो घटाइएन भने एनसीआई यहाँनिर डबल काउन्टिङ हुन्छ है। नर्मल्ली यसरी हेरौँ त, सी लिमिटेडमा भएका एनसीआई कति हुन्, सी लिमिटेडको 100% सेयर मध्ये 20% ए ले डाइरेक्टली होल्ड गर्छ, उताबाट 60% बी ले होल्ड गर्छ, भनेपछि 80% भयो। बाँकी रहेको 20% मात्र खास एनसीआई थिए नि त त्यहाँ हैन, बाँकी रहेको 20% एनसीआई थिए, तर हामीले त यहाँ 26% एनसीआई लिएको छौँ नि त, भनेपछि 6% एक्स्ट्रा लिइरहेछौँ एनसीआई है। अब यहाँ भन्न के खोजियो, ए ले बी मा 90% होल्ड गर्छ हैन, ए ले बी मा 90% होल्ड गर्छ, अनि बी ले सी मा 60% होल्ड गर्छ, 54% अल्टिमेटली ए को सी मा होल्डिङ छ, यसरी इन्डाइरेक्ट होल्डिङ चाहिँ 54% छ। बी को सी मा 60 थियो, तर ए को सी मा इन्डाइरेक्टली हेर्दाखेरि त 54 मात्र देखियो नि त, 6% कहाँ हरायो, 6% यहाँ आयो। 6% भनेको चाहिँ त्यो बीचमा जुन ए ले बी मा 90 होल्ड गर्छ 10% राखेको छ नि, हो यो 10%। अब यस्तो भए ए ले बी मा 90% होल्ड गर्छ, बी ले सी मा 60% होल्ड गर्छ। अब यहाँ ए छ हैन, ए ले बी मा हैन, ए ले बी मा कति होल्ड गर्छ, 90% होल्ड गर्छ भने त अरु एनसीआई छन् जसले 10% होल्ड गर्छन्, अरु एनसीआई छन् जसले 10% होल्ड गर्छन्। ए ले 90%, अरु एनसीआई ले 10% गरेर 100% छ। अब बी ले सी मा 60% होल्ड गर्छ भने 60% को 54 चाहिँ यताको 90% भाग अथवा ए ले होल्ड गर्छ अल्टिमेटली 54% चाहिँ, भने रिमेनिङ 6% भनेको त बाँकी एनसीआई हुन् नि त हो। इन्भेस्टमेन्ट पोर्सनको बी ले सी मा गरेको 60 लाख कस्ट इन्भेस्टमेन्टको 54% ए ले होल्ड गर्ने हो अल्टिमेटली, रिमेनिङ 6% भनेको बीकै एनसीआई हो क्या, बीकै एनसीआई हो, यही 980 भित्रकै इन्भेस्टमेन्ट हो। त्यो 9,80,000 ले गरेको इन्भेस्टमेन्टबाट यहाँको 20% एनसीआई हो नि त अदरवाइज त। ए ले 20% होल्ड गर्छ, बी ले सी मा 60 होल्ड गर्छ, 80 भयो, रिमेनिङ 20 मात्रै थियो नि त, 6% भनेको बी भित्रकै एनसीआई हो, डबल काउन्टिङ हुन्छ यहाँ। त्यही भएर बी ले सी मा गरेको इन्भेस्टमेन्ट भनेको 60 लाख हो, 60 लाख मध्ये 90% इन्भेस्टमेन्ट आयो ए बाट, यसरी बुझौँ, बाँकी 10% आयो एनसीआई को भागबाट। एनसीआई ले त इन्भेस्ट एसिड किनेछ नि त अन्त पनि, एनसीआई बाट घटाइदिउँ क्या। एनसीआई 60 लाख रुपैयाँ सी मा इन्भेस्ट भयो, त्यहाँ मध्ये 90% अथवा 54 लाख रुपैयाँ ए बाट आएको इन्भेस्टमेन्ट बुझौँ, 10 लाख रुपैयाँ एनसीआई बाट खर्च भएको इन्भेस्टमेन्ट बुझ्नु पर्यो नि त। एनसीआई बाट खर्च भएको इन्भेस्टमेन्ट भनेको यो एनसीआई 60 लाखले घटाइदिउँ, उसले उता एनसीआई पायो नि त त्यो हुँदाखेरि है। अलिक कम्प्लेक्स छ, टाइम लगाएर बुझौँ, फेरि हेरेर बुझौँ हैन, यस्तो छ है। त्यही भएर डबल काउन्टिङ हुन्छ, यहाँनिर 6% एक्स्ट्रा अलरेडी बीको एनसीआई को भाग हो, यहाँ डबल काउन्टिङ हुन्छ। त्यही भएर इन्भेस्टमेन्ट 60 लाख मध्ये 54 लाख आएको ए बाट,
6 लाख आएको बीबाट, बीले इन्भेस्टमेन्टमा सरी एनसीआईमा बीको एनसीआईबाट हैन 10% एनसीआईबाट, त्यो 10% इन्भेस्टमेन्टको 10% पोर्सन बीको एनसीआईबाट हामीले घटाउनु पर्ने हुन्छ। बीको एनसीआईबाट घट्ने हो खासमा हैन, यो यहाँनिर घट्ने हो क्या खासमा, यो 1290 बाट 6 लाख घट्ने हो प्लस यो गरेर टोटलमा 40,44,000 चाहिँ हाम्रो के हो रियल अल्टिमेट एनसीआई हो है। अब यसमा यो 6 लाख रुपैयाँ घटाउने यहाँ मात्र हैन, अर्को पनि छ है, यहाँ मात्र हो भने त 6 लाखको डिफरेन्स आउँछ ब्यालेन्स सिटमा। अब हामी कहाँ जाउँ, गुडविल क्याल्कुलेसनमा जाउँ। नेट एसेट एज्युम गरौँ क्वेसनले दिए अनुसार 95 लाख 97 लाख 20,000 रुपैयाँ बी र सी को नेट एसेट रहेछ, टोटल यति। पर्चेस कन्सिडरेसन ए ले बी लाई किन्नमा युज गरेको 90% को पीसी भनेको कति हो 28 लाख 20,000। त्यसपछि यहाँ सी मा बी ले तिरेको 60 लाख, ए ले तिरेको 19 लाख 80,000 गर्दा त 79 लाख 80,000 आउनु पर्ने हो नि त, तर यहाँ आयो 73 लाख 80,000 मात्रै। 6 लाख कम आयो नि यहाँ, हो यहाँ पनि 6 लाख घटाउनु पर्छ। कसरी, हामी यहाँ ए को अल्टिमेट गुडविल ए को अल्टिमेट एनसीआई हेर्दैछौँ क्या, किनकि ए को पोइन्ट अफ भ्यूबाट हामीले कन्सोलिडेट गर्दैछौँ भने ए ले तिरेको 60 लाख पुरा ए ले तिरे हो त होइन नि त, बी को थ्रु इन्डाइरेक्टली जाँदाखेरि जुन बीले 60% सीमा होल्ड गर्छ त्यसको लागि 60 लाख तिरेछ बीले सीलाई, सी को शेयर होल्डरलाई, त्यहाँनिर 60 लाखै एले तिरे होइन क्या, 54 लाख एले तिरे हो, 6 लाख बीको एनसीआईले तिरे हो, जुन माथि घटाइयो 6 लाख रुपैयाँ। अब बाँकी 54 लाख प्लस 19 लाख 80,000 गरेर 73 लाख 80,000 मात्रै अल्टिमेट पर्चेस कन्सिडरेसन हो ग्रुप पोइन्ट अफ भ्यूबाट। 79 लाख 80,000 होइन, 73 लाख 80,000 मात्रै रियल पर्चेस कन्सिडरेसन पेमेन्ट हो है। त्यो भएर यति पीसी लिने हो। अब एनसीआई लियौँ हैन, एनसीआई क्वेसनले दिए अनुसार यहाँ माथि भने अनुसार हामीले ठ्याक एनसीआई लियौँ, अनिखेर आयो गुडविल टोटलमा 5,40,000 रुपैयाँ ग्रुप पोइन्ट अफ भ्यूमा है, यसरी बुझ्नु पर्यो। त्यसपछि हामी यहाँ इक्जाम्पल लिएर हेरौँ एउटा हैन, एबीसी अघिको जस्तै हामी यहाँ हेरौँ हैन, उसले 90% इन्भेस्ट गर्न यति पीसी तिरेछ, टोटल क्यापिटल यति हो, त्यो मध्ये यति बीमा हाल्यो यति सीमा हालेछ। अब बीको ब्यालेन्स सिटले के भन्छ, इक्विटी यति छ, उसको एसेट यो इन्भेस्टमेन्ट हो ल, सीमा गरेको इन्भेस्टमेन्ट हो ल यो है, सीमा 60 लाख रुपैयाँ किन्न तिरेको एसेट, पहिलो एसेट भनेको सीमा गरेको इन्भेस्टमेन्ट हो, बाँकी अदर एसेट रहेछ, यसरी बुझौँ। सी को ब्यालेन्स सिटमा इक्विटी 1 करोड रहेछ, एसेट 1 करोड 63 लाख 33,000 समथिङ रहेछ हैन, रिटेन अर्निङ ब्यालेन्सिङ फिगर यति आयो। अब हामी यहाँ एजम्पसन यो सोलुसनमा यो इक्जाम्पलमा एजम्पसन के लिएको छ भन्दाखेरि सी को इन्कर्पोरेसन भएको दिन नै के गरे हो, ए र बी ले अक्वायर गरे हो, त्यो हुँदाखेरि 63 लाख जति पनि आजको दिनसम्मको रिटेन अर्निङ छ सबै यिनीहरूलाई पनि के हुन्छ भाग लाग्छ यिनीहरूको इन्भेस्टमेन्ट पोर्सन अनुसार है। ल अब नेट एसेट क्याल्कुलेसनमा जाउँ, हामी गुडविल क्याल्कुलेसनमा जाउँ। यसको नेट एसेट बी को कति हो 1 करोड 20 लाख, सी को कति हो 1 करोड 63 लाख हैन, सी को त यस्तो हो नि त, अक्विजिसनमा त 1 करोड थियो नि त हैन, हामीले के एजम गर्यौं भर्खरै 63 लाख 33,000 त अक्विजिसन भएपछि कमाएको हो, एट द टाइम अफ अक्विजिसनको नेट एसेट त कति हो 1 करोड हो नि त हैन। त्यसरी बुझौँ, टोटल यति छ। पीसी तिर्या हो कति, बीमा यति तिर्या हो, सीमा कति तिर्या हो, हामीले सीमा कति तिर्छौं, सीमा तिर्ने भनेको चाहिँ हाम्रो 19 लाख 80,000 प्लस 60 लाखको 90%, 54 लाख प्लस 1980 गरेर 73 लाख 80,000 पर्चेस कन्सिडरेसन हो। यो हुँदा यहाँ गेन फ्रम बार्गेन पर्चेस आयो, गुडविल आएन है, 16 लाख रुपैयाँको गेन फ्रम बार्गेन पर्चेस आयो। अब यसपछि हामी कन्सोलिडेसन हेरौँ न यसको हैन, यसको कन्सोलिडेसन हेर्दाखेरि यहाँ के देखाउँछ भन्दाखेरि यसको कन्सोलिडेसनमा यहाँनिर है इक्विटी यहाँ जे छ त्यो आउँछ 1 करोड 8 लाख रुपैयाँ। रिटेन अर्निङ कति हो त, प्यारेन्ट कम्पनीको रिटेन अर्निङ भनेको यो 63 लाखको 74% अल्टिमेट होल्डिङ छ नि सीमा, यसको त रिटेन अर्निङै छैन, बीको छोड्दिउँ। यसले यति कमाछ, यसमा ए को अल्टिमेट होल्डिङ 74% हो, 74% भनेपछि यसको 74% प्लस यहाँ गेन फ्रम बार्गेन पर्चेस 16 लाख गरेर आयो रिटेन अर्निङ यति। अब एनसीआई क्याल्कुलेसनमा जानु पर्यो हामी। एनसीआई क्याल्कुलेसन कसरी हुन्छ, एनसीआई क्याल्कुलेसन अघि हामीले हेर्यौं नि अगाडि त्यसै गरी हुन्छ ठ्याक्कै। एनसीआई क्याल्कुलेसन भनेको इनिशियल एट अक्विजिसन कति थियो, त्यसपछि हैन इनिशियल एट अक्विजिसन कति थियो, त्यसपछि उनीहरुले आफ्टर अक्विजिसनको प्रॉफिट एट्रिब्युट हुन्छ, यसको रिमेनिङ 26% एट्रिब्युट हुन्छ, त्यसपछि त्यसमा इन्भेस्टमेन्ट 60 लाख इन्भेस्टमेन्टको 10% एनसीआई पोर्सनको इन्भेस्टमेन्ट 6 लाख रुपैयाँ घटाएर रिमेनिङ फिगर एनसीआई यति आउँछ है। अब यतापट्टि गुडविल आयो त आएन, गेन फ्रम बार्गेन पर्चेस हो। एसेट कति आयो, एसेट रिमेनिङ यो 6 लाख प्लस योसँग भएको 1,63,000 1 करोड 63 लाख रुपैयाँ र 60 लाख रुपैयाँ आयो हैन, अदर एसेटमा 60 लाख आयो, बाँकी यो आयो है, यसरी बुझौँ। अर्को हामी हेरौँ एडजस्टमेन्ट के छ, कुनै इयरको क्वेसन 2021 को जुनमा एउटा एडजस्टमेन्ट छ है।
यो एडजस्टमेन्टमा के भन्छ भन्दा अन असार 2078 एज डिस्पोज अफ 30% इक्विटी होल्डिङ इन एज पर क्याश कन्सिडरेसन अफ रुपिज 38 लाख। अब यहाँ के थियो भन्दा हामीले यो क्वेसनलाई रेफर गर्न सक्छौँ हैन। यो क्वेसनमा के हो, एचले एसमा इन्भेस्ट गरेको थियो, आज आएर 30% बेच्यो, असार 2078 मा आएर 30% बेच्यो, अनि के भन्छ दिस लेफ्ट एच को इक्विटी इन्ट्रेस्ट इन एस एट 60%। 30% डिस्पोज गरेका कारणले गर्दाखेरि हैन, 30% इक्विटी होल्डिङमा भएको 30% डिस्पोज गर्दाखेरि उसँग रिमेनिङ छ 60%। भनी पहिला कति थियो 90% थियो, 30% होल्डिङ फाल्यो, बाँकी रह्यो 60% होल्डिङ। यसरी बुझौँ है। दिस ट्रान्जेक्सन वाज करेक्टली रेकर्डेड इन स्ट्यान्ड अलोन ब्यालेन्स सिट है। अब वी हैव टु क्याल्कुलेट फर्स्ट, हामीले के क्याल्कुलेट गर्नु छ यहाँ भन्दाखेरि सबभन्दा सुरुमा डिस्पोजल भ्यालु है, नर्मल्ली क्वेसनमै दिन्छ हैन। अदरवाइज कस्तो हुन्छ क्वेसनमा नदिने केस भन्दाखेरि 30% होल्डिङ फाल्यो नि हैन, 30% होल्डिङमा नम्बर अफ शेयर कति पर्छ हैन, प्रति शेयर मूल्य कति छ, त्यसरी पनि दिन सक्छ कहिलेकाहीँ। त्यो हुँदा नम्बर अफ शेयर 30% होल्डिङ भित्र यतिवटा नम्बर अफ शेयर पर्छ, प्रति शेयर मूल्य यति हो, त्यो हुँदा 80% भ्यालुमा चाहिँ हामीले के गरेछौँ डिस्पोज गरेछौँ सब प्यारेन्टले भन्ने कुरा क्याल्कुलेट गर्न सकिन्छ। यहाँ क्वेसनमै दिएको छ 38 लाखमा बेचायो डिस्पोजल भ्यालु। डिस्पोजल गरेको जति 30% भ्यालु छ त्यसको क्यारिङ अमाउन्ट चाहिँ कति हो त, त्यो हामीलाई क्याल्कुलेट गर्नु छ गेन लस हेर्नको लागि है। गेन लस बुक गर्यो नि त उसले त स्ट्यान्ड अलोन ग्रुप पोइन्ट अफ भ्यूबाट यहाँ कुनै गेन लस आउन, मैले म आफैलाई बेचेँ त्यही भएर गेन आयो भन्ने खालको हुन्छ त, हुँदैन नि त ग्रुप पोइन्ट अफ भ्यूबाट त। ग्रुप पोइन्ट अफ भ्यूबाट सब्सिडियरी प्यारेन्ट सबै एउटै हो, तर सेपरेट फाइनान्शियल स्टेटमेन्टमा त मेरो इन्भेस्टमेन्ट देखिरह, इन्भेस्टमेन्ट सब्सिडियरीमा छ, मैले सब्सिडियरीको शेयर बेचेँ भने त ग्रुप प्यारेन्ट कम्पनीलाई त नाफा भएको छ हो, त्यो गेन उसले के गरे हुन सक्यो प्यारेन्ट कम्पनीको रिटेन अर्निङमा बुक गरे हुन सक्यो। त्यो हामीले के गर्नु छ नेट अफ गर्नु छ यहाँनिर है। त्यही भएर हामीले डिस्पोजल भ्यालु क्वेसनले दियो, त्यसको क्यारिङ अमाउन्ट कति थियो, गेन कति बुक गर्यो, त्यो गेनलाई चाहिँ हामीले के गर्नु छ प्यारेन्ट कम्पनीको रिटेन अर्निङबाट हटाउनु पर्ने छ, किनकि त्यो ग्रुप पोइन्ट अफ भ्यूबाट कुनै नाफा होइन। त्यसपछि हामीले डिस्पोज गर्यो नि होल्डिङ, मैले होल्डिङ डिस्पोज गरेपछि त एनसीआई बढ्यो, अरूको कन्ट्रोल बढ्यो नि त। मैले पहिला 90 होल्ड गर्थेँ, अरूको कन्ट्रोल 10, अहिले मैले 60 होल्ड गर्छु, अरूको कन्ट्रोल 40% छ, त्यो भएर के बढायो एनसीआई बढाएछ। त्यही भएर एनसीआई कतिले बढाउने त्यो पनि हामीलाई चाहियो है। हेरौँ ल, यसरी हेरौँ टुडेज नेट एसिड। अब यो हुँदा असार 2078 सालमा बेच्या हो, त्यही भएर असार 2078 सालमा त्यो सब्सिडियरीको नेट एसिड कति छ क्वेसनमा दिए अनुसार 1,25,80,000 रुपियाँ छ। क्वेसनको इक्विटी शेयर प्लस रिटेन अर्निङ प्लस अदर इक्विटी जोडेपछि हाम्रो के आउँछ नेट एसिड आउँछ नि त हैन हो। त्यसको फिगर भनेको 1,25,80,000 छ। त्यो त उसको सेपरेट फाइनान्शियल स्टेटमेन्ट अनुसार हो, तर ग्रुप पोइन्ट अफ भ्यूबाट त उसको अक्विजिसनमा कुनै एसेटको फेयर भ्यालुहरु थप घट भएको हुन सक्छ। त्यो थप घट छ भने यहाँ एडजस्टमेन्ट गर्नुपर्छ। फेयर भ्यालु बढाएछ बढाउने, घटाएछ घटाउने। फेयर भ्यालु बढाएछ र त्यो डिप्रिसिएबल एसेट हो भने त्यसमा डिप्रिसिएसन पनि चार्ज भइसक्यो हुन सक्छ, त्यो छ भने त्यसलाई घटाउने। यहाँ फेयर भ्यालु जोड्यो त्यसको डिप्रिसिएसन त घटाउनु पर्यो र यहाँ गुडविल पनि जोड्ने। फुल गुडविल मेथड अप्लाई गरिएको छ भने गुडविल जोड्ने, नत्र भने नजोड्ने। नत्र भने त एनसीआई लाई त्यो गुडविल चाहिएन नि त। पार्शियल गुडविल हो भने त, फुल गुडविल हो भने मात्र उसको भाग पनि आउँछ नि त हैन। त्यही भएर जोड्ने। गुडविल मेथड हो भने गुडविलको आजको दिनको भ्यालु कति छ त्यो जोड्ने। यदि एट एक्विजिसन गुडविल कति थियो इनिशियली त्यो जोड्यो भने इम्पेयरमेन्ट चार्ज भएछ भने त्यसलाई घटाउनु पर्ने हुन्छ हैन, अथवा आजको नेट जोडे पनि भयो सिधा सिधा। त्यो गर्दा 1,29,00,000 रुपियाँ आयो। सब्सिडियरीको टोटल नेट एसेट ग्रुप पोइन्ट अफ भ्यूबाट आयो 1,29,00,000 रुपियाँ। त्यो मध्ये सब्सिडियरीले आज एडिसनल्ली कति लग्यो मबाट, पहिला 10 थियो उसँग, आज 30 लग्यो नि त मसँग एक्स्ट्रा। 90 बाट 60 मा झरे म, 30 लग्यो भने 29 को 30% 38,70,000 रुपियाँ इज क्यारिङ अमाउन्ट। यो भने के हो, यो क्यारिङ अमाउन्ट हो है, फेयर भ्यालु हो क्या, एनसीआई मा जोड्नु पर्ने फेयर भ्यालु हो। एनसीआई आज कतिले बढ्यो, एनसीआई आज टोटल नेट एसेट को 30% ले बढ्यो। ग्रुप पोइन्ट अफ भ्यूमा टोटल नेट एसेट को 30% ले एनसीआई बढ्न पुग्यो। 38,70,000 रुपियाँ लगेर एनसीआई मा जोड्ने है। एनसीआई बढ्यो हैन त, हो नि त, डिस्पोज गरे शेयर मैले, त्यही भएर एनसीआई बढ्यो, एनसीआई मा लगेर यति जोड्ने। अब इनिशियल कस्ट अफ इन्भेस्टमेन्ट कति थियो, 88,20,000 रुपियाँ इन्भेस्ट गरे हो एलएबी मा 90% किन्नको लागि हैन। 90% किन्नको लागि 88,20,000 रुपियाँ तिर्या हो। अब कन्सिडरेसन आज बेच्दा उसलाई रिसिभ भयो 38 लाख रुपियाँ, 30% बेच्दा 38 लाख रुपियाँ उसले पायो भने क्वेसनले। अब उसले 30% बेच्नको लागि 30% बेच्नको लागि लागेको खर्च कति, 88,20,000 है। कति हुन्छ 88,20,000 हैन, डिभाइडेड बाइ 90% को हो नि त यो त, डिभाइडेड बाइ 90 इन्टु 30% इन्टु 30 गरौँ हैन। इन्टु 30 गर्दाखेरि 29,40,000 रुपियाँ चाहिँ के हो कस्ट हो। उसले प्राप्त गर्यो 38 लाख,
कस्ट पर्यो 29,30,000 भने 8,60,000 रुपियाँ के भए रहेछ, उसलाई गेन भए रहेछ। यो गेन पक्कै पनि स्ट्यान्ड अलोन फाइनेन्सियल स्टेटमेन्टमा रिटेन अर्निङमा जोडेको छ होला। अब हामीले ग्रुप पोइन्ट अफ भ्यूबाट प्यारेन्ट कम्पनीको रिटेन अर्निङमा 8,60,000 रुपियाँलाई घटाउनु पर्ने हुन्छ है। उसले त्यो गेन उता बुक गरे यसलाई हामीले के गर्नुपर्ने हुन्छ, घटाउनु पर्ने हुन्छ है। यस्तो छ, एनसीआईमा यति जोड्नु पर्यो, गेन यति बुक गरेछ, त्यसलाई हामीले के गर्नुपर्छ, घटाउनु पर्छ। त्यसपछि अर्को एउटा छ केस अफ कन्ट्रोल विदाउट कन्ट्रोलिङ 50% सेयर, मोर देन 50% है। यहाँ मोर देन 50% भनौँ ल, मोर देन 50%। किन 50% भन्दा बढी सेयर होल्ड गर्छु भने के हो, त्यो मेरो सब्सिडियरी हो। तर यहाँ एउटा इक्जाम्पल हेरौँ, ए लिमिटेडले बी लिमिटेडमा होल्ड गर्छ 60%, सरी 80%, तर एले सीमा 0 होल्डै गर्दैन। सरी, त्यसपछि बीले के गर्दो रहेछ, बीले सीमा होल्ड गर्छ अर्को 60%। भनेपछि ए को अल्टिमेट होल्डिङ इन सी कति हो त, 48% होल्ड गर्छ। एले सीमा 48% मात्रै होल्ड गर्छ, सब्सिडियरी भयो त। इन जनरल अन्डरस्ट्यान्डिङ सब्सिडियरी भएन, 50% भन्दा बढी होल्ड गर्नु पर्यो सब्सिडियरी हुनको लागि हैन त। तर यहाँ 48 मात्रै होल्डिङ देखिन्छ, अल्टिमेटली ए को सीमा भनी सब्सिडियरी होइन। तर एले जे भन्यो बीमा त्यो हुन्छ, किनकि 80% होल्डिङ उसको छ। एले जे भन्यो बीमा त्यही हुन्छ, र बीले जे भन्यो सीमा त्यही हुन्छ, किनकि मोर देन 50% होल्डिङ सीमा बी को छ। एले जे भन्यो बीमा त्यही हुन्छ, बीले जे भन्छ सीमा त्यही हुन्छ। यसको मतलब एले जे भन्छ सीमा त्यही हुन्छ अल्टिमेटली है। होल्डिङ पर्सेन्टेजको हिसाबमा हेर्दाखेरि 48% मात्रै होल्डिङ देखिए पनि कन्ट्रोल एकै छ अझै पनि है, कन्ट्रोल एकै छ। एले जे भन्यो त्यही हुन्छ भनेपछि ए को कन्ट्रोल छ। एले जे भन्यो बीमा त्यही हुन्छ, बीले जे भन्छ सीमा त्यही हुन्छ। यसको मतलब एले जे भन्छ सीमा त्यही हुन्छ। त्यो हुँदा 48% मात्र होल्डिङ भए तापनि यहाँ के नै मानिन्छ, ए को सीमा होल्डिङ कन्ट्रोल मानिन्छ, सब्सिडियरी नै मानिन्छ, सब्सिडियरी जस्तै कन्सोलिडेसन हुन्छ। अनि एनसीआई बुक गरिन्छ कति, 52% को लागि एनसीआई बुक गरिन्छ है। यस्तो छ, यो भनेको केस अफ कन्ट्रोल विदाउट होल्डिङ मोर देन 50% सेयर। अब अर्को छ जुन हामीले अघि त्यो डेफर्ड ट्याक्सको सब्सिक्वेन्ट मेजरमेन्टले पनि फरक पार्छ त्यो प्रफिटमा भन्ने कुरा हेरेको थियौँ नि सब्सिडियरीको है। अब त्यसको इक्जाम्पल चाहिँ यो छ है। यहाँ के छ, इयर 0 भनेको बिगिनिङ अफ इयर 1 भनौँ न होइन, द्याट इज द एट द टाइम अफ अक्विजिसन, जहाँ 60% अक्वायर गरिरहेछ, ट्याक्स रेट 25% छ अरे। अनि नेट एसिड बुक भ्यालु 80 लाख छ अरे होइन। एक्सेस फेयर भ्यालु अफ डिप्रिसिएबल एसिड 20 लाख छ भने 30 लाखलाई जोड्नु पर्यो। टोटल नेट एसिड नर्मल्ली आयो 1 करोड रुपियाँ है। अब यो डिप्रिसिएबल एसिडको रिमेनिङ लाइफ 4 वर्ष छ भने 20 लाख रुपियाँ 4 वर्षमा डिप्रिसिएट हुन्छ, 5 लाख रुपियाँ गरेर होइन। अब यहाँ आयो पर्चेस कन्सिडरेसन होइन, पर्चेस कन्सिडरेसन आयो है। त्यसपछि आयो डेफर्ड ट्याक्स लिएबिलिटी 5 लाख, कतिको 20 लाखको 25% गरेर, 20 लाखको 25% गरेर आयो होइन। 20 लाखको 25% गरेर 5 लाख रुपियाँ आयो। त्यसपछि आयो हाम्रो एनसीआई होइन, एनसीआई आयो कति, एनसीआई 20% अफ 1 करोड, 1 करोडको 20% भनेको कति हुन्छ, 20 लाख रुपियाँ हुन्छ होइन। 20 लाख रुपियाँ आयो। त्यसपछि यसलाई 20 लाख रुपियाँ आएन है, यो 1 करोड होइन, यो 95 लाखको हुन्छ। यो डेफर्ड ट्याक्स पनि के हो, एसिड एन्ड लिएबिलिटी, आइडेन्टिफाएबल एसिड एन्ड लिएबिलिटी अक्वायर इन बिजनेस कम्बिनेसन नै हो डेफर्ड ट्याक्स लिएबिलिटी पनि। त्यो हुँदाखेरि यो 1 करोड रुपियाँ नेट एसिड हो। यो नेट एसिडमा डेफर्ड ट्याक्स लिएबिलिटी पहिला छैन, अहिले भर्खर रिकग्नाइज गरिएको हो प्यारेन्ट कम्पनीले। त्यो हुँदा यसलाई यहाँ नेट अफ गरेर 95 लाख रुपियाँ आउँछ। 95 लाख रुपियाँको 20% भनेपछि कति भयो, 19 लाख रुपियाँ चाहिँ के हुन्छ, हाम्रो एनसीआई हुन्छ। 19 लाख रुपियाँ एनसीआई भइसकेपछि 1 लाख रुपियाँले गुडविल पनि घट्छ, सरी। त्यो हुँदाखेरि गुडविल हाम्रो 19 लाख रुपियाँ भयो है। यहाँ त्यो कुरा चाहिँ बुझ्नु पर्यो। र यहाँ हाम्रो भन्न खोजेको हाम्रो इम्पोर्टेन्ट मेन कुरा के हो भन्दाखेरि एट द इन्ड अफ इयर 1 है। एट द इन्ड अफ इयर 1 यहाँनिर के भन्दैछ भन्दाखेरि क्यारिङ अमाउन्ट अफ एक्सेस फेयर भ्यालु त पहिला 20 लाख थियो बिगिनिङमा, तर 1 वर्ष गयो डिप्रिसिएसन 5 लाख गयो, त्यो हुँदा 15 लाख रुपियाँ मात्रै छ। अब यहाँनिर मैले पनि मिस्टेक गरिरहेको हुन्छु होइन, अब तपाईँहरूको के हुन्छ है, तर यहाँनिर मिस्टेक नहोस्। यहाँ के छ भन्दाखेरि फेयर भ्यालु 20 थियो, तर अहिले भयो एक्सेस फेयर भ्यालु रिमेनिङ 15 मात्रै हो, किनकि 5 लाख रुपियाँमा डिप्रिसिएसन चार्ज भइसक्यो बुक्समा पनि। त्यो भएको कारण यसमा अब हुने डेफर्ड ट्याक्स लिएबिलिटी भनेको यसको 25% 3,75,000 रुपियाँ मात्रै हो होइन। बाँकी 5 लाख छ ओपनिङमा त, त्यो हुँदा 1,25,000 रुपियाँलाई रिभर्स गर्नुपर्छ। अब रिभर्स कहाँ गर्ने भन्दा सब्सिडियरीको प्रफिट अन बाई सब्सिडियरी आफ्टर अक्विजिसनमा लगेर एडब्याक गर्ने, जोड्ने। प्रफिट कमायो भनेर 1,25,000 रुपियाँलाई के गर्ने हो, जोड्ने हो है। यो सब्सिडियरीमा जोड्ने हो। के गर्नु पर्यो, बुक भ्यालु चेन्ज हुँदै पछि डेफर्ड ट्याक्सलाई पनि के गर्दै जानु पर्यो, डेफर्ड ट्याक्सलाई पनि चेन्ज गर्दै जानु पर्यो। अब अर्को छ रिप्लेसमेन्ट अवार्ड, रिप्लेसमेन्ट अफ अवार्ड बाई प्यारेन्ट कम्पनी। यो सेयर बेस पेमेन्ट एनएफआरएस 2 हामीले पढ्यौँ होइन। यसमा के छ, सेयर बेस पेमेन्ट होइन, यो दिरा हुन्छ नि स्किमहरू इम्प्लोइलाई, सेयर स्किम होइन।
यसमा के गर्यो, एउटा कुनै सेयर स्किम दिएर रहेछ सब्सिडियरीले, आज प्यारेन्टले अक्वायर गरे मैले सब्सिडियरीलाई र प्यारेन्टलाई भन्दिएँ त्यो जुन छ सेयर होल्डरलाई सरी इम्प्लोइलाई दिनुपर्ने सेयर त्यो म दिन्छु, सब्सिडियरीले दिनु पर्दैन भनिदिएँ मैले हैन, सब्सिडियरीले दिनु पर्दैन। त्यो अवार्डलाई प्यारेन्टको अवार्डले के गर्यो, रिप्लेस गरिदियो। सब्सिडियरीले दिँदैन, अब प्यारेन्टले दिन्छ हैन, यस्तो भयो। यहाँ के छ, ओरिजिनल म्याचुरिटी बिफोर अक्विजिसन 4 वर्षको भेस्टिङ पिरियड राख्दै रहेछ सब्सिडियरीले, र टोटल फेयर भ्यालु ग्रान्ट डेटको हिसाबमा हेर्दाखेरि 5 मिलियनको दिन ला रहेछ इम्प्लोइलाई। अलरेडी भेस्टेड 2 वर्ष त उसले के गरिसक्यो, भइसक्यो रहेछ। सब्सिडियरीले अवार्ड गरेको 2 वर्ष आज गइसक्यो रहेछ भने 2 वर्षको एसबिपी एक्सपेन्स टु एसबिपी इक्विटी भनेर 2.5 मिलियन उसले बुक हानिसक्यो, बुक गरिसक्यो। आज रिभाइज म्याचुरिटी आज आएर रिभाइज म्याचुरिटी के भयो, 3 वर्ष मात्रै हो ल भनिदियो प्यारेन्टले। अब 2 वर्ष खतम भइसक्यो, अब 1 वर्षपछि के हुन्छ, सेयर पाउनु अप्सन के हो हैन, त्यो अवार्ड के हुन्छ, ग्रान्ट हुन्छ, फाइनल्ली बेस्ट हुन्छ कम्प्लिटली भनेर प्यारेन्टले के गरिदियो, अनाउन्स गरिदियो। भनेपछि उसले के गरिदियो होला, सायद उसको फेयर भ्यालु बढ्यो होला अथवा नम्बर अफ सेयर बढायो होला, रिप्लेस गर्दाखेरि के गर्यो हैन, त्यो गरेको कारणले यो फेयर भ्यालु चाहिँ 8 मिलियन भएछ, बढेछ फेयर भ्यालु। अब यहाँ के भयो, मैले के गर्छु, सब्सिडियरीले तिर्छु हैन, कसैलाई ग्रान्ट गर्छु भनेको सेयर म तिर्दिन्छु भने यसको मतलब त्यो भनेको मैले सब्सिडियरीको कसैलाई तिर्नुपर्ने ठाउँमा तिर्दिएँ अथवा भनेको सब्सिडियरीलाई तिरे जस्तै हो। यसको मतलब पर्चेज कन्सिडरेसन दिए जस्तै हो भनेर बुझ्नु पर्यो क्या। यो खेल कहाँ आउँछ, हाम्रो इम्प्याक्ट पर्चेज कन्सिडरेसनमा आउँछ है। अब यहाँ हेरौँ, अब यो बिजनेस कम्बिनेसन एनएफआरएस 3 को एपेन्डिक्स चाहिँ हाम्रो B58 मा त्यहाँ हेर्न सकिन्छ हाम्रो बियर टेक्स्टमा हैन, B58 मा हाम्रो के गरिदिया, यो क्याल्कुलेसनको फर्मुला दिएको छ। त्यहाँ हेर्दा के बुझिन्छ है, मैले अब टिचरबाट कसरी, टिचरले कस्तो क्याल्कुलेसन दिनुभयो अनि त्यहाँ बियर टेक्स्टमा लेखे अनुसार मैले पर्सनल्ली के जजमेन्ट लाग्छ हैन, र अब हाम्रो एआईहरुमा पनि हालेर हेर्दाखेरि त्यसमा कस्तो फर्मुला दिन्छ हैन, त्यहाँ चाहिँ अब प्यासेजमा लेखेको छ यस्तो यो हिसाबमा क्याल्कुलेसन गर्ने भनेर हैन। अब यहाँ पिसी क्याल्कुलेसन गर्नु छ क्या, कति चाहिँ मैले प्यारेन्ट सब्सिडीलाई तिरे जस्तै हो त, हो त्यसको लागि एउटा फर्मुला दिएको छ हैन। यो फर्मुलालाई हेरौँ, त्यसपछि बाँकी कुरा गरौँ है त। फेरि फेयर भ्यालु अफ अवार्ड इन्टु बी भनेको अलरेडी भेस्टेड पिरियड अरे हैन, 2 वर्ष अलरेडी भेस्टेड भइसक्यो हैन। फेयर भ्यालु कति हो अवार्डको, एकछिनको लागि हामी 8 मिलियनलाई हेरौँ ल। फेयर भ्यालु प्यारेन्टले दिनलाई त 8 मिलियन हो नि त हैन, मैले 8 मिलियन फेयर भ्यालु दिन लागिसकेँ। त्यो मध्ये के भइसक्यो त, त्यो मध्ये 2 वर्ष त गइसक्यो। 8 मिलियन इन्टु 2 वर्ष डिभाइडेड बाइ हायर अफ न्यू अथवा ओल्ड म्याचुरिटी भन्छ क्या, एआरसी भनेको त्यसले नै यस्तो फर्मुला दिएको छ हैन। अब यो पछाडि लजिक के छ त्यतातिर अहिले गइएन है। यहाँनिर 4 वर्ष हायर छ, टोटल 2 वर्ष गइसक्यो 4 वर्ष मध्ये भने 8 मिलियन फेयर भ्यालुमा 4 वर्ष त बेस्ट भइसक्यो जस्तै जस्तै हो नि त। भनेपछि 4 मिलियनको लागि हैन, 4 मिलियनको लागि एसबिपी इक्विटी, एसबिपी एक्सपेन्स टु एसबिपी इक्विटी त बुक गर्नु पर्यो आफ्टर अक्विजिसन हैन, अक्विजिसन हुँदाखेरि गर्नुपर्ने हो। तर यो के गरिसकेको छ, सब्सिडीले बुक गरिसकेको है यो। त्यही भएर यसको लागि हामीले तिर्दिन्छु भने मात्र हो, यसको लागि मैले सर्भिस रिसिभ गर्ने एजम्सन हुँदैन प्यारेन्ट कम्पनीको। प्यारेन्ट कम्पनीले आफ्टर अक्विजिसन 4 मिलियन पाउँछ, बिफोर अक्विजिसन 4 मिलियन सब्सिडीले बुक गरिसक्यो है। अब यसको लागि हाम्रो के हुन्छ भन्दाखेरि यो 4 मिलियन चाहिँ पर्चेज कन्सिडरेसनमा एड हुन्छ है, 4 मिलियन पर्चेज कन्सिडरेसनमा एड हुन्छ, किनकि उसले तिर्नुपर्ने ठाउँमा प्यारेन्टले तिर्दिरहेछ अथवा लिएबिलिटी तिरिरहेछ। प्यारेन्टको लिएबिलिटी मैले तिर्दिएँ, यो त नेट एसेटमा लिएबिलिटी तिरिरहेछ भने त लिएबिलिटी हो, लिएबिलिटी त नेट एसेटमा नेट भएर आउला नि त भन्ने हो भने यो लिएबिलिटी होइन, यो इक्विटी भित्र हुन्छ, यो नेट एसेटमा जोडिएको हुन्छ, घटेको हुँदैन। एसबिपी इक्विटी नेट एसेट भित्रै हुन्छ। यसलाई अब प्यारेन्टले के गर्दैछ, तिर्दैछ भने यसलाई पर्चेज कन्सिडरेसन उसले तिर्ने हो नि त, त्यो नेट एसेटको लागि उसले तिर्दैछ भने 4 मिलियन के गर्नुपर्छ, पर्चेज कन्सिडरेसनमा एड गर्नुपर्छ। त्यसपछि रिमेनिङ अझै 2 वर्ष छ, 4 मिलियन त एड गर्यो पर्चेज कन्सिडरेसनमा, र रिमेनिङ 4 वर्ष चाहिँ 4 मिलियन चाहिँ अब रिमेनिङ 2 इयरमा के गर्छ, एसबिपी एक्सपेन्स टु एसबिपी इक्विटी भनेर बुक गर्छ। एसबिपी इक्विटीमा उसको 8 मिलियन जम्मा हुन्छ, त्यसपछि इम्प्लोइलाई सेयर ग्रान्ट गरिदिन्छ है। यसरी बुझ्नु पर्यो। र यहाँ हामीलाई अब यो हैन सरले दिनु भएको सोलुसनमा चाहिँ के थियो भन्दाखेरि, यहाँ फेयर भ्यालु अफ अवार्ड मैले 8 मिलियन लिएँ हैन, त्यहाँ सरले लिनु भएको छ 4 मिलियन। अब यो ग्रुप पोइन्ट अफ भ्यूबाट हेर्नुपर्छ जस्तो लाग्छ मलाई, एआईहरुले पनि त्यही हिसाबमा 8 मिलियन दियो हैन। अब तपाईहरुलाई के लाग्छ, तपाईहरुले नि यसमा हेर्न सक्नुहुन्छ फर्दर एपेन्डिक्स B58 मा है, एनएफआरएस
3 बिजनेस कम्बिनेसनको है त्यहाँ हेर्न सकिन्छ। यहाँ सरले चाहिँ के गर्नुभयो 5 मिलियन इन्टु 2 वर्ष रिमेनिङ डिभाइड बाई हायर अफ 3 अर 4 लिएर 2.5 मिलियन आयो है त्यो हिसाबमा सोलुसन भएको छ र हाम्रो पास्ट क्वेसनमा यो क्वेसन छ यसमा पनि 2.5 मिलियन नै लिएको छ है जुन अलिक गलत हो कि जस्तो लाग्छ हैन। अब यसमा के गर्ने यो 2.5 लिने कि 4 लिने यसमा चाहिँ तपाईहरुले डिसाइड गर्न सक्नुहुन्छ है। मलाई चाहिँ 4 बेटर लाग्छ हैन 4 हो जस्तो लाग्छ। यसमा रिजनिङ लेखेर एन्सरमा 4 पनि गर्न सकिन्छ एक्जाममा आयो भने पनि जस्तो लाग्छ है। एक्जाममा कसरी दिएको छ पास्ट क्वेसनमा भन्दाखेरि यसरी यो माथिको कुरालाई इग्नोर गरौँ हाम्रो यो भनेको हाइलाइटेड पोइन्ट हो हैन। ठ्याक्क 5 मिलियन लियो हैन इन्टु भेस्टिङ पिरियड भनेको 2 त अलरेडी भेस्टेड हो डिभाइड बाइ हायर अफ कति छ 3 अर 4 छ नि त हैन। हायर अफ 3 अर 4 भनेको कति हो 4 त्यही भएर 5 इन्टु 2 डिभाइड बाइ 4 गरेर 2.5 लिएको छ हैन। यो अलिक गलत हो कि जस्तो लाग्छ मलाई चाहिँ 4 बेटर जस्तो लाग्छ है। त्यसपछि बिजनेस कम्बिनेसन अचिभड इन स्टेजेस भनेर छ एउटा। इयर 0 इन्भेस्ट 20% शेयर अफ बी लिमिटेड हैन बाइ ए लिमिटेड। ए लिमिटेडले बी लिमिटेडको 20% किनिदिएछ 20 लाख रुपैयाँमा हैन। आफ्टर इयर इन्ड थर्ड इयर इन्डमा के रहेछ त्यसको फेयर भ्यालु 20 लाखबाट बढेर 30 लाख भएछ। अनिखेर लेट्स अस्युम दैट द ए लिमिटेड हैज अप्लाइड कस्ट मेथड फर मेजरमेन्ट अफ इन्भेस्टमेन्ट इन एसोसिएट्स एन्ड क्यारिङ अमाउन्ट उसको के नै छ स्टिल फेयर भ्यालु 30 लाख भए तापनि उसको क्यारिङ अमाउन्ट 20 लाख छ कस्ट मेथडले गर्दा। एट द एन्ड अफ इयर 3 A Limited acquire further 40% share in B Limited by paying 70 lakhs हैन। by paying 70 लाख उसले के गर्यो अझै 40% acquire गर्यो भने त पहिलाको 20 अहिलेको 40 60 भयो अब सब्सिडियरी भयो। टोटल पेमेन्ट उसले कति गर्यो टोटल पेमेन्ट भनेको 70 लाख आजको दिन तिर्यो र 30 लाख फेयर भ्यालु भएको एसेट फर्गन उसले के गर्यो त्यो एसेटलाई बिर्सिनु पर्यो सब्सिडियरी बनाएको कारणले गर्दाखेरि। कस्ट 20 लाख भए पनि त्यसको फेयर भ्यालु 30 लाख थियो त्यो 30 लाख छोड्नु पर्यो एउटा अर्को भनेको 70 लाख तिर्नु पर्यो। यसको मतलब टोटल पर्चेज कन्सिडरेसन इज कति 1 करोड रुपैयाँ। तर अब यहाँ के गर्नुपर्छ नि हामीले एउटा अर्को इन्ट्री हुन्छ क्या 20 लाख कस्ट हो स्ट्यान्डर्ड अलोन ब्यालेन्स सिटमा 20 लाख रुपैयाँ छ तर हामीले यसलाई गुडविल क्याल्कुलेसनमा 30 लाख लिइरा छौं 10 लाखले बढाइरा छौं भने यो भनेको प्यारेन्ट कम्पनीको बिफोर एक्विजिसन बिफोर सब्सिडियरी बिफोर ग्रुप हुनु भन्दा पहिल्यै अर्न गरेको 10 लाख हो। यो प्यारेन्ट कम्पनीकै प्रफिट हो त्यो भएर यसलाई चाहिँ रिटेन अर्निङमा 10 लाख रुपैयाँ हामीले प्यारेन्टको रिटेन अर्निङमा जोड्नुपर्छ। बिफोर ग्रुप हुनु भन्दा पहिल्यै कमाइसकेको 10 लाख हो यो ग्रुप भइसकेपछि कमाएको भए यो के हुन्छ नेट अफ अर्निङ प्रफिट हुन्छ यस्तो है यस्तो केस। तर यो ग्रुप हुनु भन्दा पहिलाको हो यो भनेको प्यारेन्टले कमाएको हो त्यो भएर 10 लाख रुपैयाँ के हुन्छ प्यारेन्टको रिटेन अर्निङमा एड हुन्छ है। अब यहाँ के भयो उसको नेट एसेट रहेछ कति 1.5 करोड र एनसीआई रहेछ 60 लाख रुपैयाँ त्यो हुँदा पर्चेज कन्सिडरेसन 1 लाख भयो 1.5 करोड नेट एसेट 60 लाख यो भएर 10 लाख रुपैयाँ गुडविल आयो। यहाँ नयाँ कुरा भनेको यही हो 30 लाख रुपैयाँ लिनु पर्यो पीसीमा 20 को सट्टा र रिटेन अर्निङमा 10 लाख रुपैयाँ जोड्नु पर्यो है। मेजर कुरा भनेको यही छ हैन। अब अर्को यहाँ एउटा अर्को कुरा के छ म कहिलेकाहीँ झुकिरहेको छु हैन तपाईलाई के हुन्छ कन्सल्टेसन अफ एसओपीएल एन्ड एसओएफपी हैन। हाम्रो यो कहिलेकाहीँ एसओपीएल नै दिइरा हुन्छ त्यसको पनि कन्सल्टेट गर्नु पर्यो एसओएफपी पनि दिइरा हुन्छ त्यसको पनि कन्सल्टेट गर्नु पर्यो टोटल अथवा एसओएफपी मात्रै कन्सल्टेट गर्नुपर्ने केसमा नि यो युज हुन सक्छ है। त्यहाँ नेट प्रफिट मात्र आउँछ त्यो बेला एसओपीएल दिदैन हैन त्यसलाई कसरी बाँड्ने भन्ने कुरामा यहाँ के छ कम्पनी ए अक्वायर्ड कम्पनी बी। अब यहाँ बी लेख्न छुटेछ है बुझौं कम्पनी ए अक्वायर कम्पनी बी एट एक्ज्याक्टली मिड अफ इयर 1 को मिड अफ भनेको ठ्याक्क 6 महिनापछि 7औं महिनाको पहिलो दिनको बिहानै के गरेछ एले बीलाई अक्वायर गरेछ। ए को सेल्स त्यो वर्षभरिको फर द इयर है फर द इयरको डेटा ए को वर्षभरिको सेल्स 10 लाख बी को 6 लाख सीओजीएस 5 लाख 4 लाख रहेछ। अब कन्सल्टेसन गर्न थाल्यौं हामीले एसओपीएल अनि खेर ड्याङ ड्याङ जोड्ने हो सब्सिडियरी त हो सब्सिडियरी त पुरा जोडिन्छ एनसीआई रिकग्नाइज हुन्छ भनेर हामीले जोड्न थाल्यौं। सेल्स जोडियो 10 लाख प्लस 6 लाख अनि सीओजीएस जोडियो 5 लाख प्लस 4 लाख गरेर 9 लाख जोडियो जुन चाहिँ गलत हुन्छ र मैले पनि यो मिस्टेक गरिराख्छु कहिलेकाहीँ है। अब यसमा के छ हाम्रो करेक्ट वे भने त के हो मैले अक्वायर गरे त मिडमा हो नि त मिड अफ इयर 1 त्यो हुँदा मिड अफ सम्म कमाएको प्रफिट त उतैको हो नि पुरानो शेयर होल्डरको त्यसपछिको 6 महिनामा कमाएको मात्रै त प्यारेन्टको हो नि हो। त्यही भएर यहाँ के गर्नुपर्ने हुन्छ हामीले 6 महिनाको मात्र कन्सल्टेट गर्नुपर्ने हुन्छ। अब यहाँनिर के छ इक्वली सबै कुरा अकर भएको छ भन्ने एजम्पसनमा हामीले के गर्नुपर्ने हुन्छ 10 लाख प्लस 6 लाखको आधा 6 महिनाको मात्र गरेर 13 लाख 5 लाख प्लस 4 को आधा 2 लाख गरेर 7 लाख मात्रै हामीले के गर्नुपर्ने हुन्छ कन्सल्टेट गर्नुपर्ने हुन्छ। यदि फर द इयर नेट प्रफिट भनेर दिएको छ एसओपीएल दिएको छैन भने नेट प्रफिटको पनि आधा मात्रै चाहिँ आफ्टर एक्विजिसन प्रफिट हो भनेर एजम्पसन गर्नुपर्ने हुन्छ नि त हैन है। त्यो छ यति नै।